अठाउने हो र हातले अठाउने हो र त्यही छिरेको सबै माछा दली फर्किन्छ त त्यो त दली फर्किन्छ त त्यहाँदेखि चाहिँ सोतर तान्दा चाहिँ ताको सोतर डाल्दो घरि आयो यो पानी उपरि घुम्छ क्या यता साइड म साइड आउँछ होला त आउनु भनेर माछा त कतिको माछा रहेछ झन् त ओइ माछा निस्क्यो त अनि बाहिर ऊ माछा धम्मा दाम छ माछा ठन्डा यता यो माछा हेरेको सजिलो जस्तो लाग्यो अनि फेरि पनि धरे हालेको नि त ऊदेखि जरा पानी रहेछ त्यही भएर चाहिँ माना धेरै गाह्रो भयो है त पानी चाहिँ खतरा घुमाएको सानो भयो पनि ढुङ्गा निकालेको के भयो माछा निकालेको हो कहाँ गयो भाडा कहाँ छ भाडा यता छ केटाले माछा अठाइछ है ठुलो अठाइछ त मारेर पो निकालेको छ जिउँदो निकाल्नु सक्नु पऱ्यो नि छैन ढडेको जिरो एउटै नपरिरहेछ ओइ त्यहाँ चाहिँ माछा जाडो लाग्यो आगो पनि केटाहरूले पुगेको छ जाडोमा तत्तिएर माछा मार्ने अरे नि त ओहो दामी रस देखेको यो कचेल रस अलिक उयो गर्नुपर्छ आइगएको थियो अब चारो टापो गरेको छ जाडो ले भने यहाँ पखालेर रे थुप्रै छ त्यो न खेत थापिराखेँ जिउले हालिदिनु पखालेर जिउँदै नचिरे के रहेछ कहिले म आउँछु नि त लो भित्र उयो हुन्छ नि त कहिले म आउँछु छोड्दै यहाँ छोड्दै भाइ कहाँ छोड्दै भाइ कत्लै छोड्दै ठाड होइन त्यसो खाँदा खाने नि के भनेर बुढा भनेको ठन्डै छ है त उम्लिँदैछ माछा सेतो देख्दैछ बेसर भएन अलिक बेसरको भएको छ बेसरको धुलो भने चाहिँ राम्रो हुन्थ्यो त्यहाँदेखिलाई केमा दिनु उदय ठुलो टिफिन काटेको मलाई यो माछा फेरि भयो मान्छे आउँदैन सोध्नुपर्छ माछा चोरा माछा चोरा अरे यस्तो माछा नभए अहिले फोन पट्याट्टै झार्छ
जिन्दगीमा चाखे गाउँले माछा जान्छ mahal ya. त्यहाँदेखि चाहिँ हामी बाँच्नु त र दुईजनाले मलाई ल्याइदिएन लगाएर भाडाले म माग्छु रजिन थप्दे भयो म त भयो भुटुवा आयो त भयो